It's been long time. We are not adding any video because of our own issues and problem. So from today, we are going to add some additional video, and we are just trying to upgrade our channel. So we are going to put some video related with how you can use the AI to better understand any topic. And today we are going to discuss about some powerful tools except ChatGPT. Today I am going to discuss about one of the important AI tool which you can use to understand, actually visualize the topic very well. And its name is Notebook LLM. So just you need to type here, and you have to click here. Try Gemini. You can try Gemini Notebook, or if you like, you can do just the not pro version, but some kind of non-paid version. So uh, okay, so I'm going to deliver in Nepali because most of the people and subscriber are from Nepal. So uh, I'm going to tell this all in Nepali. So अब यसको लागि गर्ने के त भन्दाखेरि यो हाम्रो जेमिनाई नोटबुक एलएलएम हो। अब यसमा सिम्पली के गर्नु छ भन्दाखेरि यहाँबाट गए पनि हुन्छ क्रिएट न्यू नोटबुक, अर अर्को के अप्सन छ भने यहाँनिर क्रिएट न्यू नोटबुक। ठिक छ, फर इक्जाम्पल हामी यहाँ क्रिएटमा जान्छौँ। लेट्स सी वाट इज गोइङ टु ह्यापन। अब यहाँ क्रिएटमा गइसकेपछि यहाँ धेरै अप्सन्सहरू आउँछ, एकदम धेरै फिचर्सहरू छ होइन। जस्तो आफ्नो फोटो अपलोड गर्न सकिन्छ, वेबसाइटहरू लिङ्क गरेर त्यसमा डिस्कसन गर्न सकिन्छ। बट आज म धेरै कुरा होइन, ग्रेजुअली म हाल्दै जान्छु। बट अहिलेको लागि हामी जस्तो फर इक्जाम्पल 12को 11को या अरू केही टपिकहरूलाई भिजुअलाइज गर्नु छ र अझ मजाले जान्नु छ भने सबभन्दा पहिला हामी के गर्छौँ भन्दाखेरि सबभन्दा पहिला हामी आफ्नो क्वेसन्सलाई वेल फर्मेट गर्छौँ। फर इक्जाम्पल कुनै टपिक, फर इक्जाम्पल हामी एकछिनको लागि एकदम सजिलो टपिकबाट हामी डिस्कसन गर्न खोज्दैछौँ, फोटो इलेक्ट्रिक इफेक्ट। ठिक छ, अब फोटो इलेक्ट्रिक इफेक्ट मात्र लेखेर के देखाउँदो रहेछ एकचोटि हेरौँ। ठिक छ, हेरौँ यहाँनिर के देखाउँछ। सो यहाँनिर उसले खोज्दैछ फोटो इलेक्ट्रिक इफेक्टसँग रिलेटेड। अब के भन्दैछ भन्दाखेरि आई क्यानट फाइन्ड एनी सोर्स इन योर नोटबुक येट, सो आई डोन्ट ह्याभ एनी मेटेरियल कभरिङ द फोटो इलेक्ट्रिक इफेक्ट। अब के गर्ने, यहाँ त प्रब्लम भयो। अब के गर्ने त भन्दाखेरि सबभन्दा पहिला हामी के गर्छौँ भने यसलाई यसरी ट्रेन गर्छौँ। फर इक्जाम्पल सबभन्दा पहिला के लेख्छु थाहा छ, यसरी भन्ने सर्च all possible resources, ठिक छ, related to photo electric effect। यहाँ अटो करेक्सन हुन्छ, रिसोर्सेस रिलेटेड विथ फोटो इलेक्ट्रिक इफेक्ट, सरी फर द्याट, किनभने टाइप गर्दैछौँ इफेक्ट एन्ड then explain it in a way so that a new person, that means who is not aware about the photoelectric effect, new person or a student can better understand it and explain it in front of other people। अब यसो भन्दै गर्दाखेरि के भयो भन्दाखेरि यसले सबभन्दा पहिला रिसोर्स खोज्छ, खोजिसकेपछि यसले त्यो रिसोर्सेसहरू ग्यादर गर्छ र साथमा यसले सकेसम्म वेल अर्गनाइज वेमा यसले यसलाई एक्सप्लेन गर्छ। लेट अस सी के गर्ने रहेछ, हेरौँ ल। केही समय लाग्छ, हेर्दै जाउँ। यसले पक्कै पनि खोज्नुपर्ने हो।
लेट्स सी ओके गर्दैछ गर्दैछ केही न केही ओके लेट्स सी हामी यसलाई अर्को तरिकाले पनि युज गर्न सक्छौँ फर इक्जाम्पल यसलाई हामी ट्रेन्ड पनि पहिला चाहिँ ट्रेन गरेर अनि त्यस पछाडि चाहिँ यसलाई युज गर्न सक्छौँ अब यसलाई अहिलेको लागि चाहिँ हामी काममा लगाउँदैछौँ थिङ्किङ ओके लेट्स सी अब यसले के गर्ने रहेछ बिकज हामीसँग अर्को अल्टरनेटिभ पनि छ हामी आफै यहाँबाट सोर्स एड गर्न पनि सक्छौँ तर अहिलेको लागि मैले यसैलाई काममा लगाउन खोजेको हेर्दै जाउँ ओके सो अब यहाँनिर वाट ओके सो यसले एकदमै के भन्यो यहाँ हेर्न सकिन्छ फोटो इलेक्ट्रिक इफेक्ट अ स्टुडेन्ट्स प्लेबुक वाट द भेन्डिङ मसिन मेटाफोर सो एकदमै सिम्पल तरिकाले एक्सप्लेन गरेको छ एउटा भेन्डिङ मसिनको इक्जाम्पल सहित भनेको छ जहाँ चाहिँ $2 स्न्याक्स पाउँछ भने हामीले त्यो मिनिमम $2 दिनै पर्छ भनेको वर्क्स फङ्सनसँग यसले जोडिरहेछ होइन त्यसै गरी रेड लाइट लो फ्रिक्वेन्सी भनिरहेछ जुन चाहिँ $0.01 हो अब $2को चिज चाहिएको छ तर 0.01 अप्लाई गऱ्यो भने त त्यो त आउँदैन भेन्डिङ मसिनबाट सो यसरी उसले एक्सप्लेन गर्न खोजेको छ ठिक छ अब हामी के पनि गर्न सक्छौँ भन्दाखेरि यहाँ धेरै कुराहरू गऱ्यो अब हामीलाई ल एकछिनको लागि हामीलाई ठिक लागेन अरे लेट सपोज अब हामी के गर्न सक्छौँ भन्दाखेरि यहाँबाट एड सोर्सेस भन्न सक्छौँ ठिक छ अनि एड सोर्समा के गर्ने त भन्दाखेरि फोटो इलेक्ट्रिक इफेक्ट भनिदिने अनि त्यस पछाडि यसो गरिदिने अब यसले के गर्छ भन्दाखेरि यहाँ नेटमा एभाइलेबल जति पनि फोटो इलेक्ट्रिक इफेक्टसँग रिलेटेड कम्पोनेन्टहरू छन् आई मिन टु से पेपर बुक वाट एभर त्यो सबै छ यसले यहाँनिर भेला पार्छ अझै थप्न सकिन्छ जस्तो आफ्नो आफ्नो फाइल नै छ भने त्यसलाई पनि यहाँ एड सोर्समा जाने एड सोर्समा गएर त्यो फाइललाई यहाँ एड गर्न पनि सकिन्छ फर इक्जाम्पल बुक मेबी फोटो है यसरी एड गर्न सकिन्छ यहाँबाट जाने अनि अपलोड फाइल्समा जाने त्यसरी जाँदाखेरि गर्न सकिन्छ ओके सो वी निड टु इम्पोर्ट इट हामीले यसलाई इम्पोर्ट गर्यो अब यहाँनिर भएभरका फोटो इलेक्ट्रिकसँग रिलेटेड फोटो इलेक्ट्रिक इफेक्टसँग रिलेटेड सबै कन्टेन्ट आउँछ ओके लट्स अफ कन्टेन्ट ठिक छ अब ल यहाँ आयो ओके अब हामी अझै के पनि गर्न सक्छौँ भने यहाँ चाहिँ यिनीहरू अपलोड हुनमा प्रब्लम देखाएको छ लेटेस्ट थिङ्क यहाँ केही इस्यु छ त्यो केही प्रब्लम होला त्यसलाई सल्भ गर्नुभन्दा पनि हामीसँग लट्स अफ सोर्सेस छ अझै एड गर्न सकिन्छ अब यसलाई फर इक्जाम्पल मलाई यसलाई प्रोपर भिजुअलाइजेसन गर्नु छ ठिक छ यहाँ त सोर्सेस आयो अब अझै के गर्न सक्छौँ भन्दाखेरि नाउ युज द रिसोर्सेस द्याट मिन्स यहाँनिर भएको जति पनि अब रिसोर्सेस छ sorry and explain the photoelectric effect from the fundamental sorry to the higher level यति भन्दाखेरि हेरौँ यहाँनिर उसले with analogy okay with some analogy पनि हालिदिउँ यो एनालोजी चाहिँ बेस्ट वे हो किन भन्दाखेरि कुनै पनि चिजलाई प्रोपर भिजुअलाइजेसन गर्नको लागि एनालोजी एकदम मोस्ट इम्पोर्टेन्ट चिज हो
ओके, लेट्स सी। केही समय त लाग्छ पक्कै पनि। हेरौँ यसलाई। अब यसले के भन्दो रहेछ, जस्ट हामी पढ्दैनौँ, म सर त्यसलाई स्क्रोल मात्र गर्छु। एन्ड देन आफ्टर हामी यसलाई फर्दर, फर इक्जाम्पल फन्डामेन्टल लेभल, अब फोटोनको एक्सप्लानेसन गरेछ, इलेक्ट्रोन आउट भनिरहेछ होइन, फोटोन इन इलेक्ट्रोन आउट, कस्तो राम्रो वर्ड। अब यो बेसिक्स भनेको यसको हिस्ट्रीदेखि लिएर जे थम्सनदेखि लिएर होइन सबै कुरा गरिरहेछ है। जस्तो यहाँनिर कन्टिन्युस वेभ होइन, अनि अल्बर्ट आइन्स्टाइनको कुरा पनि आएको छ, देन आफ्टर एनालोजीको कुरा गरेको छ, एन्ड त्यही हो मनीहरूको कुरा गरिरहेछ, देन आफ्टर थुप्रै कुरा गर्यो। ल ठिक छ, अब यो हामी अहिलेको लागि यो भिडियोको लागि अलिक लेन्दी हुन्छ, त्यसले म इच एन्ड एभ्री लाइन चाहिँ पढ्नेवाला छुइनँ, बट ओभरअल हामीले हेर्दै जाँदाखेरि या इट्स गुड होइन। यहाँनिर रिफरेन्सिङ गरेको है, कहाँबाट ल्याएको भन्ने कुराहरू पनि यसरी रिफरेन्सिङ गरेको। अब हामीलाई पढ्दै 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 जाँदाखेरि अलिकति अड भयो एकछिनको लागि। अब यसलाई अलिकति इन्ट्रेस्टिङ बनाउनु छ। इन्ट्रेस्टिङ बनाउनको लागि हामी के गर्छौँ थाहा छ? हामी यहाँनिर गएर के भन्छौँ भने मेक अ बेस्ट भिडियो overview for this in a way that we can easily understand them. ठिक छ, अब हेरौँ। एन्ड यसमा अर्को काम पनि लगाइदिउँ नि त्यसलाई, एन्ड अल्सो मेक some PowerPoint point. ओके, लेट्स सी के हुने रहेछ, हेर्दै जाउँ। केही समय लाग्छ पक्कै पनि, तर यसले प्रोपर वेमा भिडियो बनाउँछ एन्ड पिपिटी पनि बनाउँछ। अब कहाँ भन्छ भन्ने कुरा छ क्या। अब यहाँ बन्न थाल्यो, सी यहाँनिर बन्न थालिसक्यो। जेनेरेटिङ स्लाइड डेक भनिरहेछ, जेनेरेटिङ एक्सप्लेनर भिडियोज ओभरभ्यू भनिरहेछ, एन्ड देन आफ्टर यहाँ उसले एक्सप्लानेसन दिँदैछ। म यस्तो 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 बनाउँदैछु, इन्टरेक्टिभ छ, व्हाइट बोर्ड स्टाइलमा बनाउँदैछु होइन। अनि सरी, दिस आर्टिफ्याक्ट विल टेक जस्ट अ फ्यु moments to fully compile and appear in your right hand studio panel. So यो प्यानललाई भन्छ राइट ह्यान्ड स्टुडियो, आई मिन टु से स्टुडियो प्यानल। अरू कुराको बारेमा पनि हामी गर्छौँ, तर आजको लागि चाहिँ यो एकदमै इम्पोर्टेन्ट टुलको लागि मैले यो कुरा एक्सप्लेन गर्न खोज्दैछु। सो हामीले केही समय पर्खिनुपर्छ, त्यतिन्जेलसम्म फेरि म एकचोटि थोरै रिभ्यू गरिदिन सक्छु। जस्तो फर इक्जाम्पल हामीले यहाँबाट एड सोर्स गर्छौँ, हाम्रो सोर्स हाले पनि भयो, अर इन्टरनेटबाट खोज्दा पनि भयो। यहाँनिर टपिक हाल्छौँ एन्ड देन आफ्टर सर्च गर्छौँ। त्यस पछाडि यसमा प्रोपर वेमा प्रम्प्ट लेख्नु चाहिँ पर्छ। मैले लेखेको प्रम्प्ट पनि एक्ज्याक्टली करेक्ट वेमा फर्मेटिङ गरेको त छैन, तर आफूलाई चाहिएको कुरा सबै इन डिटेल चाहिँ भन्नु पऱ्यो। किन भन्दाखेरि एआई भनेको हामीले ट्रेन गर्ने हो, यो होइन कि इट्स सेल्फ यो के भन्छ हामीले सोच्यौँ र यसले बुझ्छ भन्ने होइन, यसलाई ट्रेन गर्नुपर्छ। त्यसरी ट्रेन गर्नको लागि एउटा जस्तो फर इक्जाम्पल एआईले के लिने भन्दाखेरि एउटा भर्खरको बुझ्दै गरेको तर बच्चा, उसलाई के भन्नु पर्यो भन्दाखेरि त्यहाँ गएर त्यो साइडमा बेन्चको यो साइडमा यो ब्यागमा यो कलरको ब्यागमा यो पकेटभित्र यो छ, यो चिज छ, यो यस्तो देखिन्छ, त्यसलाई यसरी राइट ह्यान्डमा हो कि लेफ्ट ह्यान्डले समातेर लिएर आइज भनिसकेपछि त्यो उसले के गर्छ भने एक्ज्याक्टली त्यस्तै काम गर्छ। सो हामीले पनि यसलाई ट्रेन गर्दै चाहिँ जानुपर्छ। यो होइन कि अब मैले यहाँनिर ऱ्यान्डमली लेखिदिएँ डु दिस, सो डु दिस भनेपछि उसले गर्छ, तर कसरी चाहिएको हामीलाई है। अब हामीले चाहिएको छ एउटा वेमा, उसलाई डु दिस मात्र लेख्ने हो भने उसले गर्दैन। ओके, सो यो जेनेरेट हुन चाहिँ समय लाग्छ पक्कै पनि, एटलिस्ट 4 to 5 मिनट्स मेबी लाग्न सक्छ। त्यसै गरी अब यहाँ अरू पनि धेरै छ यसको बारेमा, अब एउटै भिडियोबाट प्रोपरली बनाउन गाह्रो छ।
गाह्रो इन द सेन्स लङ भिडियो हुन्छ र लङ भिडियो जेनरली मान्छेलाई सुनिराख्न अल्छी पनि लाग्छ। बट आई थिङ्क यो जुन मैले ट्राई गरेँ यो एक्सप्लेन गर्न, यदि यति पनि स्टुडेन्टहरूले गर्न सक्यो भने आफ्नो बुकमा भएको कन्टेन्ट अथवा कुनै पनि चिज बुझ्नु छ भने त्यसको लागि चाहिँ एकदमै बेस्ट वे हो। इभन रिसर्चरहरूले पनि यसको युज म्याक्सिमम गर्छन् फर द भिजुअलाइजेसन। कुनै पनि टपिकको बेटर एक्सप्लानेसनको लागि यसको युज गर्छन् है। त्यसैले गर्दाखेरि यसको युज म्याक्सिमम गर्न आयो भने जति धेरै आयो युज गर्न त्यति इजी हुँदै जान्छ यो हाम्रो ओभरअल रिडिङ प्रोसेस एन्ड देन आफ्टर अन्डरस्ट्यान्डिङ प्रोसेस है। त्यसैले गर्दाखेरि हामीले सकेसम्म यस्ता टुल्सहरू, धेरै टुल्सहरू छन्, म केही टुल्सहरूको कुरा गर्दै 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 जान्छु। बट इम्पोर्टेन्टली चाहिँ के छ भन्दाखेरि यो टुलहरू एकदम, तिनीहरूमध्ये यो टुल चाहिँ अझ इजी छ, इजी पनि छ एन्ड लट्स अफ अप्सन छ क्या। अनि यहाँनिर प्रब्लम के छैन भन्दाखेरि फर इक्जाम्पल यसले यहाँ ल्याएको जति पनि रिसोर्सेस छ, फर्स्ट यो रिसोर्सेसको बेसिसमा यसले जेनेरेट गर्छ। यो होइन कि आफ्नै एउटा एजम गरेको एन्सर चाहिँ यसले दिँदैन। यसले जे रिसोर्सेस ग्यादर गर्छ त्यो रिसोर्सेसको बेसिसमा यसले जेनेरेट गर्छ एन्ड देन आफ्टर यहाँबाट हामीले धेरै कुरा यसबाट अझ फर्दर इन्हान्स गर्दै 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 लान पनि सक्छौँ है। सो युज गर्ने हो, प्रोपर वेमा युज गर्न सक्नुपर्छ अनि त्यस पछाडि मात्र हामीलाई थाहा हुँदै जान्छ कति कतिसम्म हाम्रो अन्डरस्ट्यान्डिङ छ र कति कुन लेभलसम्म हामी यसलाई कुनै पनि टपिकलाई सजिलै तरिकाले बुझ्न सक्छौँ है। त्यसैले गर्दाखेरि यी यस्तो एआई टुल्सहरू चाहिँ युज गर्नै नै पर्छ अहिलेको समयमा, एकदम म्यान्डेटरी जस्तै भएको छ। एन्ड इट्स गुड बिकज 24/7 कुनै पनि टिचर एभाइलेबल हुँदैन एन्ड देन आफ्टर कुनै पनि टिचर 100%, आई मिन टु से 100% कुनै पनि टपिकमा जान्ने हुन्छन् नहुने होइन, तर पक्कै पनि 100% नै सबै कुरा आउँछ भन्ने कुरा पनि छैन नि त। सो त्यसैले गर्दाखेरि अब मैले फेरि यहाँनिर एआईले नै सबै कुरा जान्दछ भन्ने कुरा भन्न खोजेको पनि होइन, तर कस्तो हुन्छ भन्दाखेरि यहाँनिर उसले रिसोर्सको बेसिसमा के एक्सप्लेन गर्दैछ नि त। एज अ ह्युमन हामी अल्टिमेटली हाम्रो लेभलसम्म एआई पुग्दैन, पुगेको पनि छैन। बट द थिङ इज द्याट यो फोकस छ, मान्छेभन्दा बढी फोकस छ। फोकसको मिनिङ यसले अरू केही कुरा वरिपरिको सोचेन, यहाँनिर ग्यादर गर्यो रिसोर्सेस, त्यसको बेसिसमा एन्सर दिँदैछ, त्यसको बेसिसमा यहाँ केही जेनेरेट गर्दैछ। एन्ड सरी फर द डिले, यहाँ टाइम लाग्छ बिकज अलरेडी यहाँनिर 10 रिसोर्सेस युज गर्दैछ, द्याट्स वाइ यसमा केही समय चाहिँ लाग्छ। सो वी निड टु वेट मेबी नेक्स्ट 1 or 2 मिनटमा यो आई थिङ्क भनिसक्छ कि होपफुल्ली। सो यहाँसम्म म आज देखाउन चाहन्छु एन्ड देन आफ्टर म त्यस पछाडि ऱ्यापअप गर्छु एन्ड देन आफ्टर हामी अर्को 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 भिडियोजहरूमा अझै फर्दर एक्सप्लानेसन गर्छौँ यो सबै कुराको बारेमा। इभन यहाँनिर लट्स अफ थिङ, यहाँ एकदमै धेरै कुराहरू छ। गर्न सक्यो भने, युज गर्न सक्यो भने एज अ स्टुडेन्ट यो एकदमै ग्रेट रिसोर्सेस भएको टुल चाहिँ हो, एकदमै ठुलो टुल्स भन्दा नि हुन्छ, जुन चाहिँ इन्डिभिजुअल लर्निङको लागि र अन्डरस्ट्यान्डिङ, बेटर अन्डरस्ट्यान्डिङको लागि एकदमै राम्रो, एकदमै एकदम के भन्ने, एकदमै स्ट्रङ टुल। सो या यसको लागि रेडी भएर बसौँ, जबसम्म त्यहाँ हुन्छ लेट्स ट्राई टु फिगर इट आउट थोरै। अब यहाँनिर हेर्दै जाने हो भने म केही कुरा चाहिँ थप्दै जान्छु, यो सकिएपछि म यसलाई अलिकति देखाउँछु के रहेछ एन्ड देन आफ्टर हाम्रो भिडियो आजको लागि सकिन्छ है। ओके, सो
अब फन्डामेन्टल लेभलमा फोटोन इन इलेक्ट्रोन आउट कस्तो मतलब क्याची तरिकाले फोटोन इन इलेक्ट्रोन आउट यतिले पनि के बुझाउँछ भन्दाखेरि फोटो इलेक्ट्रिक इफेक्टको बेसिक जिस्ट पोइन्ट के हो भन्दाखेरि फोटोन प्याकेट अफ इनर्जी स्ट्राइक गर्छ एन्ड देन आफ्टर इलेक्ट्रोन आउट हुन्छ अरे इलेक्ट्रोन चाहिँ रिलिज हुन्छ अब प्याकेट अफ इनर्जी यु नो क्वान्टा भन्ने वर्डहरू पनि छ हामीलाई थाहा छ होइन सो फोटोन बेसिकली प्याकेट अफ इनर्जी हो भनेर जब यो कुरा आयो त्यति बेला यसको क्वान्टा नेचर अथवा डिस्क्रिट नेचरको कुरा आएको डिस्क्रिट नेचरको कुरा आउन साथ यो फोटोइलेक्ट्रिक इफेक्ट चाहिँ ठ्याक्कै सम्झिराख्नु फोटोइलेक्ट्रिक इफेक्टलाई चाहिँ हामी प्रुफको रूपमा पनि लिन्छौँ कसको त भन्दाखेरि लाइटको यहाँनिर हेर्न सकिन्छ जस्तो प्याकेट नेचर अथवा डिस्क्रिट नेचरको रूपमा अथवा पार्टिकल नेचरको रूपमा हामी यसलाई एक्सप्लेन पनि गर्दै यहाँबाट एक्सप्लानेसन भन्दा पनि प्रुफ नै आएको द्याट्स वाइ यो जब मिल्कन एक्सपेरिमेन्टले भेरिफाई भयो त्यति बेला आइन्स्टाइनले 1905मा आई थिङ्क नोबेल प्राइज पाएका छन् है त्यसैले यो एकदमै एकदमै इम्पोर्टेन्ट टपिक हो देन अब यसमा डिटेल छ डिटेल पढ्दा पनि भयो म चाहिँ पढ्नेवाला छुइनँ बिकज यहाँनिर धेरै लङ डिस्क्रिप्सन छ बट मैले यहाँनिर यसले कसरी चाहिँ एनालोजी दिएको छ भन्ने कुरा चाहिँ म त्यो देखाउन चाहन्थेँ लेट्स सी सो एनालोजी ओके जस्तो टोल बुथ भनेर भनेको छ है अब टोल बुथ कार भनेको फोटोन हो मस्ट पे टोल बुथ भनेको एउटा रिजनबाट जस्तो एउटा रिजनबाट अर्को रिजन जाँदाखेरि अथवा एउटा प्रोभिन्सबाट अर्को प्रोभिन्स जाँदाखेरि त्यहाँनिर हामीले सर्टेन अमाउन्ट बुझाउनु पर्छ ओके सो सर्टेन अमाउन्ट बुझाउँदाखेरि सर्टेन अमाउन्ट बुझाउनु पर्छ सो सर्टेन अमाउन्ट बुझाउँदाखेरि हामीले के बुझ्नुपर्छ भन्दाखेरि सो यहाँ हेर्न सकिन्छ यहाँनिर हाम्रो पिपिटी चाहिँ रेडी भइसक्यो सो लेट्स सी पिपिटीमा के आएको छ भनेर यु क्यान सी यहाँनिर हेर्ने भने कति राम्रो तरिकाले अब म अलिकति यसलाई प्ले नै गर्छु सो यहाँनिर हेर्ने भने त्यो क्वान्टम स्पार्क भनेर सबभन्दा राम्रो टपिक बनाइदिएको छ डिकोडिङ द फोटो इलेक्ट्रिक इफेक्ट एन्ड द डिस्कभरी अफ द प्लाङ्क्स कन्सट्यान्ट देन नेक्स्ट टपिक सी के थियो प्रब्लम एनोमलिज भनेर मानेका थियो त्यति बेला मान्छेले अल्ट्राभायोलेट रे यहाँ स्ट्राइक हुँदाखेरि करेन्ट देखाउँछ भाइ के भएको भन्ने कुरा त्यति बेला थाहा थिएन र कुनै पनि लले अथवा त्यति बेलाको फिजिक्सको अन्डरस्ट्यान्डिङले यो कुरालाई डिफाइन नै गर्न सकेको थिएन त्यस पछाडि अब यसको डिटेल पनि हामी कुरा गर्छौँ बट नाउ यहाँ हेर्ने भने यहाँ मजाले कतिपय कुराहरू यस्तो राम्ररी यसले एक्सप्लेन गर्छ कतिपय प्राय सबै जस्तो यहाँ कम्पेरिजन छ क्लासिकल एक्सपेक्टेसन भर्सेस क्वान्टम रियालिटी सो क्लासिकल एक्सपेक्टेसनले के भन्छ भन्दाखेरि अब इन्टेन्स लाइट मतलब धेरै इनर्जी अरे अनि त्यसो भए त इलेक्ट्रोन फास्ट हुनुपर्ने फास्ट क्रिएट गर्नुपर्ने हो तर इन्टेन्स लाइट डज नट मिन्स इट हेज हाई इनर्जी इन्टेन्सिटी र उता इनर्जी भन्ने कुरा त एकअर्कालाई रिलेट गर्न सकिन्छ बट द बेसिक थिङ इज द्याट इनर्जी डिपेन्ड्स अन द फ्रिक्वेन्सी सो म्याक्सिमम् स्पिडको लागि हामीलाई के गर्नुपर्छ भन्दाखेरि म्याक्सिमम् स्पिडको लागि अथवा काइनेटिक इनर्जीको लागि त हाई इनर्जी भएको रेडिएसनले स्ट्राइक गर्नुपर्छ सो द्याट्स द थिङ सो यसरी कम्पेरिजन गरेछ देन आफ्टर यसरी अब कन्टिन्युस र डिस्क्रिट मोड अफ क्वान्टा भनेर यसरी एउटा कस्तो मजाले भिजुलाइज गरिदिएको छ यसलाई आफूले चाहेको अनुसार मोडिफाई पनि गर्न सकिन्छ है सो यु हेभ टु बी फर्स्ट क्लियर वाट डु यु निड है यस्तो अब त्यो एनालोजीलाई यहाँनिर भनिएको पनि छ फर इक्जाम्पल उसले बनाएको एनालोजी के थियो भन्दाखेरि यो लाइट हो यो चाहिँ टोल बुथ हो अब यहाँबाट जानको लागि $5 चाहियो भने अब $5 तिर्न सक्यो भने यु क्यान गो सकिएन भने तिमी यहाँबाट जान सक्दैन सो $5 इज अ वर्क्स फङ्सन है यसरी भनेको छ
अब यहाँ यो भिजुअलाइजेसन बुझ्ने हो भने त कति राम्रो छ। इन्कमिङ फोटोन इनर्जी छ। अब यहाँ लक हो, पहिला त लक खोल्नु पऱ्यो नि त। लक खोल्दाखेरि लक मिनिमम इनर्जी हो, जुन चाहिँ वर्क फङ्सन हो। अब लक खोलेपछि बाँकी इनर्जी कहाँ युज हुन्छ भने काइनेटिक इनर्जीमा। सो यो एक्सपेरिमेन्टल सेक्सन यसरी डिजाइन गरेको छ है। एन्ड देन आफ्टर कति राम्ररी यु क्यान सी यो अझ बेस्ट लाग्यो मलाई। सो यहाँनिर हेर्ने हो भने हाई इन्टेन्सिटी लो फ्रिक्वेन्सी, करेन्ट नो करेन्ट। तर यहाँनिर हेर्ने हो भने लो इन्टेन्सिटी भए पनि फ्रिक्वेन्सी हाई छ भने लट्स अफ इलेक्ट्रोन गेट जम्प, यहाँबाट सर्फेसबाट जम्प गरेर निस्किन्छ र त्यहाँ करेन्ट पनि देखिन्छ। ओके, सो अब यहाँ हेर्ने हो भने भोल्टेज कम छ इलेक्ट्रोनमा, त्यसैले यो तलै छ। तर भोल्टेज बढाउँदै जाने हो भने कहाँ जान्छ भन्दाखेरि यहाँनिर जान्छ। आई मिन टु से जति पोटेन्सियल डिफ्रेन्स भयो त्यति हाई इनर्जी हुन्छ भन्ने कुरा यहाँबाट बुझिन्छ। एन्ड दिज आर द ग्राफ। यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट पार्ट हो, किन भन्दाखेरि यो ग्राफले गर्दाखेरि हामी प्रिसाइजली प्लाङ्क्स कन्सट्यान्ट निकाल्न सक्छौँ। र यही प्लाङ्क्स कन्सट्यान्ट निस्किने भएकोले गर्दाखेरि पनि आइन्स्टाइन वाज गिभन अर अवार्डेड नोबेल प्राइज है। त्यसैले गर्दाखेरि यहीँबाट एक्चुअली यो एक्सेप्टेन्स यो फोटो इलेक्ट्रिक इफेक्टको भएको है। अब यो क्वान्टम रिपल इफेक्टहरूको कुरा गरेको छ। एन्ड देन आफ्टर देयर आर डिफ्रेन्ट कन्सेप्ट्स, पहिला अब नेल बोर होइन, कम्पटन इफेक्ट, एन्ड देन आफ्टर धेरै कुराहरू आएको छ। एन्ड देन अब फोटो इलेक्ट्रिक इफेक्ट वेभ पार्टिकल डुवालिटीको कुरा यहीँबाट आएको छ। युजेसहरू सोलर प्यानल, देन आफ्टर डिजिटल इमेजिङ, एभ्रिडे टेकहरू, ढोका खोल्ने बन्द हुने, अटोमेटिक बारकोड रिडिङ, यस्ता सबै कुराहरू चाहिँ फोटो इलेक्ट्रिक इफेक्टको बेसिसमा हुन्छ। सो बेसिकली मैले देखाउन खोजेको आज भनेको यहाँ फोटो इलेक्ट्रिक इफेक्ट पढाउन खोजेँ होइन, मैले जस्ट के भन्न खोजेको भन्दाखेरि यो टुल युज गर्दाखेरि हामीलाई कति धेरै इजी हुन्छ कुनै पनि टपिकलाई पढ्न भन्ने कुरा मैले जनाउन खोजेको है। अझ मोडिफाई गर्न मन लाग्छ भने यहाँनिर अझै लेख्न सकिन्छ। फर इक्जाम्पल म आई निड टु लर्न इट भेरी वेल एन्ड प्लिज एक्सप्लेन इच एन्ड एभ्री टपिक फ्रम द बेसिक टु मोस्ट एडभान्स वे होइन, अर एडभान्स लेभल भन्न सकिन्छ। अझै मेक पर्टिकुलर टपिक मच क्लियर। अनि त्यो यो स्लाइड्सलाई पनि अझ मोडिफाई गर्नु छ भने मैले यसरी बुझिनँ होइन। फर इक्जाम्पल आई निड टु लर्न इट भेरी वेल, सो क्यान यु मेक मोर स्लाइड्स related with photoelectric effects such a way that it explain each and every topic very precisely, very correctly, and also in a very understandable way, त्यो पनि भन्न सकिन्छ है। त्यसैले गर्दाखेरि हामी यसबाट जेनेरेट गर्न सक्छौँ। यसलाई एउटा एज अ टिचरको रूपमा हामी युज गर्न पनि सक्छौँ। यो स्टुडेन्टको लागि द बेस्ट टुल हो, वान अफ द बेस्ट अथवा बेस्ट नै भन्न सक्छु म। रिसर्चरहरूले पनि म्याक्सिमम् युज गर्छन् यो। एन्ड देन आफ्टर अर्को मैले अघि पनि भनिसकेको थिएँ, यहाँबाट एड रिसोर्स गर्ने आफ्नै टपिकहरू, आफ्नै बुकको क्वेसन्सहरू अथवा आफ्नै बुकको आई मिन टु से टपिकलाई यहाँनिर पिक्चर अर टपिक मात्र हालेर पनि प्रोपरली यहाँनिर लेखेर हामी योसँग मजाले कुराकानी गर्ने हो भने यसले एकदम इजी तरिकाले सिकाइदिन्छ है। सो भिडियोमा केही समय पक्कै पनि लाग्छ, त्यसमा समय लाग्छ। तर यो बनिसकेपछि म ट्राई गर्छु अर्को भिडियो बनाउनु पनि। एन्ड अल्सो यो यिनीहरूको बारेमा पनि फर्दर एक्सप्लेन गर्न र फर्दर अझै कसरी यसलाई अझै बेटर वेमा एक्सप्लेन युज गर्न सकिन्छ, अझै के फिचर्सहरू छ भन्ने कुरा म बुझाउँला। सो आजको लागि यति नै। एन्ड प्लिज यो हाम्रो च्यानललाई हामीले अपग्रेड गर्न खोज्दैछौँ। यसमा एडिसनल पार्ट भनेको एआई इन्फर्मेसन पनि एड गर्न खोज्दैछौँ। एन्ड रेस्ट अफ द पार्ट सेम हुन्छ, एनएबी क्वेसन्स एन्सर, एमसिक्युज, आइओएम, एन्ड देन आफ्टर सिई इन्ट्रान्स प्रिपरेसनका कुराहरू पनि आउँछन्, नआउने होइन। बट हामीले एउटा फिचर्स अझै थपिरहेछौँ। एन्ड देन थ्याङ्क यू फर सब्सक्राइबिङ, जसले गर्नुभएको छ। एन्ड कसैले गर्नुभएको छैन भने प्लिज डु सब्सक्रिप्सन एन्ड प्लिज लेट अस ग्रो, help us to grow. Thank you. Thank you for the listening.